कस्तो देख्यो मगनी कान्छीले जति गरे पनि के जाँदैन कि अन्तिममा छोरो जाइदैन सरी मलाई दुख्छ तिमीलाई लाग्दा ममको लागि वाउ सस्मिता गुरुङलाई पनि दिदी मिन्सु दिदीले अनि यो चाहिँ पहिला ममको हातबाट खोल्नुहोस् गो मुगुलान हेर जाँदैछु नमस्ते सम्पूर्णमा सबैजनालाई म पहाडको आरुम थापा नयाँ आज छोटे अनि वेलकम टु माई ब्लग आफ्टर लङ टाइम अनि यता वेलकम गर्छु मेरो बडेलाई नमस्ते छोटेको च्यानलमा आफ्टर लङ टाइम अलि यतातिर हात नलगा मेरो यहाँ दुखिरहेछ छाती अनि म चाहिँ घर जाँदैछु या अनि दाजु र भाउजूलाई छोडेर भाउजूलाई पनि वेलकम छ ब्लगमा थ्याङ्क यू सो मच क्यामराम्यान म चाहिँ हजुर चाहिँ क्यामराम्यान अब यो चाहिँ आफ्टर लङ टाइम चक्लेटी निवास जाँदैछ चाकोलेटी निवास सो मम्मी ड्याडीलाई भेट्न यहाँ चाहिँ फुल मैले सामान प्याक गरेर पठाएको छु त्यहाँ गएर के पठाएको छु त्यहाँ गएर देखाइहाल्छ सबै कुराहरू देखाउँछु हेर्दै जानु होला ब्लग किनभने मलाई ढिलो भइसकेको छ अब म लाग्छु यस यस हेभ अ सेफ जर्नी बेटा ल धन्यवाद ल ल आशीर्वाद ल भयो अलिकति घाउ भएको छ खुट्टामा ल ल ल ल आशीर्वाद आशीर्वाद भाउजू ल ल कान्छ ल आशीर्वाद ल अहिले लागे ओके ओके बेटा लेट्स गो बेटा म लागे ल ल बाबा अहिले सिधै घर गएर भेटौँला म चाहिँ अहिले बुटोल पुगिसकेँ अब घर जान्छु अनि सबै फ्यामिलीहरूसँग भेट्छु के कस्तो हुन्छ भिडियो देखाउँछु म अहिले भैरवा एयरपोर्टमा ल्यान्ड भइसकेको छु र अब घर गइसकेपछि के कस्तो हुन्छ सबै उता कुरा गरिहाल्छु उतै गएर भेटौँला अहिले यहाँ दाइ आउनु भएको छ लिनु अनि चट्ट जान्छु उतै गएर देखाउँछु स्टे ट्युन गाइज फाइनली म घर पनि आइसकेको छु र मम ड्याडलाई वेलकम छ फेरि पनि ढोक गर्छु अघि पनि गरिसकेँ जति गरे पनि के जाँदैन कि अन्तिममा छोरो जाइदैन सरी मलाई दुख्छ तिमीलाई लाग्दा यो दुईचोटि गरेँ अब जतिचोटि गरेँ नि आशीर्वादै पाउने हो त्यही भएर मैले गरेँ अब जिउ भन्दा पनि जिउनु हुँदासम्म गर जति गर्ने मरेर गएपछि त हामीलाई जमिनै दान गरे पनि के हुन्छ र भने जस्तै हो नि हो अब घरमा पनि आइसक्यो ल ममलाई पहिला ड्याडलाई वेलकम छ मेरो ब्लगमा धेरै पछि ओके म ब्लगमा ब्याक पनि भएको छु धेरै पछि अब ब्याक भएको म ब्लगमा र फ्यामिली ब्लग पनि लिएर आएको हो यस्तो टाइम पायो भने बनाउने हो अब आफू बिजी छ माइन्ड अन्तै सेटअप गर्न परिरहेको छ भने जस्तो मैले मेजोलाई पनि भनेको थिएँ अहिले तिमीहरूले चाहिँ तिम्रो जुन एउटा टार्गेट लिएर एउटा मिसन लिएर निक्लेको छ जुन गभर्नेन्स गुड कपको लागि त्यो मात्रै टार्गेट गर त्यो भ्लगहरू अहिले बनाउने यो गर्ने त्यसमा धेरै फोकस नगर किनभने माइन्ड डिस्टर्ब हुन्छ त्यसमा अनि त्यस्तै मैले तँलाई पनि भनेको थिएँ अहिले भ्लगहरू बनाउने कमेडीहरू हुने होइन अहिले अलिकति कन्सन्ट्रेसन चाहिँ आफ्नो जुन माइन्ड चाहिँ फुटबलमा लगाउने हो टुर्नामेन्टमा लगाउने हो गेममा लगाउने हो मैले एरोनलाई त्यही भनेको थिएँ एलोनलाई पनि त्यही भनेको थिएँ मैले सो द्याट होइन अनि दे गट द रिजल्ट होइन राजस्थान रोयल युनाइटेडबाट उनीहरूले खेलेर एउटा ट्रफी पनि आफ्नो फर्स्ट ट्रफी होला सायद टुर्नामेन्टको उनीहरूले लिएर गयो अनि फर्स्ट तिनीहरू जब जोइन भयो अनि त्यसपछि उनीहरूले यो एचिभमेन्ट पाउनु भनेको उनीहरूलाई पनि धेरै एडभान्टेज हुन्छ क्लबको लागि पनि धेरै एउटा मतलब हौसला एउटा हुन्छ प्लस प्लेयर्सलाई पनि एउटा प्योरिटी पाउँछ उनीहरूले यिनीहरू खेलेर यिनीहरू आएर हाम्रो राजस्थान युनाइटेड चाहिँ अझै राम्रो भयो अझै हामीले यस्तो विनिङ गर्ने मौका पायौँ अब आई लिगमा हामीले सायद अझै राम्रो गर्न सक्छौँ भनेर उनीहरूलाई पनि एउटा होप भयो क्या अब हो अनि ममलाई पनि फेरि के भन्न चाहनुहुन्छ कति पछि आउनु भएको छ एकदम के भन्छ त्यसलाई फर्स्ट अफ अल त भन्छौ सर्वप्रथम त के अरे आज त्यो भन्दा पनि सिरियल भाइ त्यसलाई हामीले नेपाली पढ्न सर जेठो छोरा आए जेठो छोराको भ्लग मार्फत तपाईँहरूलाई मैले सबैलाई अब यसरी नै भने अनि त्यसपछि माइला छोरा आयो आजखेरि कान्छा छोरा के अरे एरोन थापा छोतेको भ्लगद्वारा एकदमै मनमुटुदेखि नमस्कार अनि धेरै सम्झना छ हजुरहरूलाई अनि मैले बिर्सेको छैन हजुरहरूले नबिर्सनुहोस् हामी भनेको यही ब्लग मार्फत नै भएका फ्यामिली हौँ अनि यसरी नै
अब यसरी छोराहरू आइरहँदा अब के भन्छ त्यसलाई अब एउटा छोरा आउँछन् फेरि पालो के कर्मश गर्दै आउँदै भेट्दै गरौँला अब त्यस्तै हो। अनि अब चाहिँ अनि ढिला नगरी कुरा बढाइहालौँ किनभने अब बढाउँ। मैले अब अलिकति कोसेलीहरू बोकेर आएको छु कहिले यता कोही उताबाट यताउताबाट आएको छ र अब मैले अलिकति त्यो यसो सामानहरू पनि देखाइहाल्छु। छिटो ल्याउँदै गर म कुरा गर्दै गर्छु। अब हेरौँ यो चाहिँ धेरै मन्थ्सै भनौँ न, फ्यु विक्स त भन्न मिल्दैन। आफ्टर लङ मन्थ्स चाहिँ हो, लङ टाइम लङ ड्युरेसन पछि आएको छ। लेट अस सी वाट ही हेभ ब्रोट फर मम एन्ड ड्याड। होइन त्यस्तो अब ल्याएको त छैन किनभने आफू त गेममा बिजी, अब त्यस्तो किन्न सिन्न त चान्सै छैन, रेस्ट गर्ने बिजी। जस्ट छोरा आछ त्यति नै खुसी हुनु न। एकदमै आफ्नो भविष्य बनाउन त्यो अब देश त्यसलाई उयो कट गरिदिनु। त्यस्तो मैले भनेको केही गलत छ भने देश घुमेर शेष खानुपर्छ एउटा भन्ने छोराहरू कुरो वान थिङ आई एम टु से द पिपल होइन, म चाहिँ गभर्नर्स गोल्ड कपको फाइनलमा म जाने रेडी भएको हो। तर अलिकति अब कस्तो भयो भने इनफ्याक्ट भन्नुपर्ने कुरा एकदम साँचो कुरा चाहिँ उसले मलाई 50,000 पनि सेन्ड गरिदिएको हो म्याच हेर्न जानु भनेर। गभर्नर्स गोल्ड कपको फाइनल आफ्नो दाजु राजस्थान युनाइटेड र सर्भिसेसको टिमको फाइनल हेर्न जानु भनेर उसले मलाई 50,000 नेपाली सेन्ड गरिदिएको थियो र म पनि सामानहरू रेडी गरेर बसेको थिएँ। तर एट द इन्ड होइन के भयो भने होइन एरोन थापाले छोटेले मलाई 50,000 चाहिँ पठाइदिएको थियो है, फ्याक्ट होइन, साँचो कुरो। अनि म पनि जानलाई रेडी थिएँ। तर लास्ट इन द टाइम होइन, एट द इन्ड अफ टाइम के भयो भने फेरि राजस्थान युनाइटेड को तर्फबाट हाम्रो 4 जना इन्डियन आर्मीको प्लेयर प्लस 1 जना नेभीको नवीन के भन्ने त्यो पनि खेलिरहेको रहेछ। 5 जना इन्डियन आर्मी थ्रुबाट होइन त्यहाँ खेलिरहेको प्लेयरहरू रहेछ राजस्थानबाट। अनि त्यसको अब्जेक्सन अब जस्तो एगेन्स्टमा अब सर्भिसेस भनेको एउटा इन्डियन आर्मीकै भयो, अनि उनको एगेन्स्टमा आर्मीकै प्लेयरहरू खेल्न चाहिँ अलिक सहज थिएन त्यहाँनिर। अनि सो द्याट त्यो फाइनली डिसिजन पनि भएको थिएन कि जो आर्मीबाट इन्भल्भ भएको प्लेयरहरू राजस्थानमा छ उनीहरू खेल्न पाउने या नपाउने भनेर। अनि मैले एलएनसँग पनि कुरा गरेँ, अनि अझैसम्म फाइनल केही कुरै भएको छैन त्यो विषयमा भन्ने एकदम डाउटमा रह्यो। अनि सो द्याट अनि अब म चाहिँ अब यत्रो दुःख गरेर त्यो पनि खुट्टाले पनि सपोर्ट गर्न राम्रोसँग नमिल्ने मान्छे होइन, म बाहिर काठमाडौँ जानु पऱ्यो, काठमाडौँ भद्रपुरबाट म ट्याक्सी लिएर फेरि काकरभिटाबाट म गान्तोकमा पनि म नचिनेको ठाउँ केही पनि छैन। म त्यहाँनिर एज अ आर्मी हुनुभन्दा पहिला पनि म त्यहीँको सिभिल क्लब जङ्ग्री भन्ने क्लबबाट म खेलेको हो, त्यहाँको लिग खेलेको हो। प्लस म आर्मीमा जोइन भएपछि नि गभर्नर्स गोल्ड कप त्यही ग्राउन्डमा म गोर्खा ब्रिगेड क्लबबाट म त्यहाँनिर क्वार्टर फाइनलसम्म हामी पुगेको, म खेलेको हो त्यही ग्राउन्डमा। तर त्यतिखेर त्यो ग्राउन्ड चाहिँ ग्रासी थिएन, स्यान्डी ग्राउन्ड थियो, त्यहाँ खेलेको हो। त मलाई एभ्रिथिङ आई नो एबाउट द सिक्किम एन्ड गान्तोक होइन। म त्योभन्दा अरू ठाउँहरू पनि म प्लेसको नाम भन्दिनँ, तर म खेलेर आएको त्यहाँ गान्तोकको पुरै सिक्किमको आई नो सिक्किम होइन। सो द्याट म यही भन्न चाहन्छु। तर म चाहिँ लास्ट आवरमा चाहिँ अनि मेरो मेजोले चाहिँ मलाई के भन्यो भने होइन ड्याड हाम्रो फिक्स भएको छैन, तपाईँ किन दुःख पाउनुहुन्छ, पैसा किन खर्च गर्नुहुन्छ, यदि हामी खेल्न पाएन भने तपाईँको केही भ्याल्यु छैन भने। अनि सो द्याट अनि मैले लास्टमा डिसिजन के गरेँ भने इट्स ओके म टिभीमै हेर्छु म्याच, टिभीमा हेरेर म बस्छु, बरु ल जाँदैन जसले जिते पनि टिभीमै हेर्छु भनेर चाहिँ म त्यहाँनिर म गइनँ है। यो चाहिँ मेरो रियालिटी हो। ल अब त्यतिखेर चाहिँ छोडेले 50 चाहिँ दिएको हो। अब मेबी आई थिङ्क होइन अहिले पनि यत्रो 4-5 महिना यो पुरै टुर्नामेन्ट खेलेर आएको छ। आई थिङ्क आई विल होप होइन मलाई आज पनि कुछ चाहिँ दिन्छ है छोडेले। आइसी के आइसी त्यस्तो आश गर्नुभएको रहेछ आफू फेरि 5-6 हजारमा अड्केर बसेको गोजी उयो चेक गरेको रहेछ अब त्यहाँ राख्नुलाई।
होइन हामीले गरेको बाबुले अब के भन्नु ल म चाहिँ अब सामान लिएर आउँछु अनि देखाउँछु है त। ओके ममको लागि चाहिँ गिफ्ट भनेर पठाउनु भएको थियो हाम्रो मिन्सु दिदीले। अनि यो चाहिँ पहिला ममको हातबाट खोल्नुहोस्। के रहेछ बाबु यो मिन्सु दिदीले दिएको यो खै साडी समथिङ 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 साडी होइन यो चाहिँ ए साडी होइन यो लुङ्गी लुङ्गी हो लुङ्गी रोक्नु हो लुङ्गी। एउटा लुङ्गी यो लुङ्गी देख्दा एउटा कुरा याद आयो त्यो चाहिँ मैले एकजना के अरे एकजना नानीले के अरे पोखराबाट गिफ्ट गर्नुभएको थियो यस्तै 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 उमा एउटा के अरे त्यो राई कल्चरको उसमा सङमा मैले नाचेको थिएँ त्यसपछि धेरैजनाले गाली गर्नुभएको थियो कि मलाई हाम्रो ड्रेसलाई यस्तो अपमान गर्नुभयो यस्तो हो यो भनेर हाम्रो 3 चुलामा यस्तो गर्ने भन्नुभएको थियो तर त्यो चाहिँ होइन किनकि मलाई पनि गिफ्ट गर्नुभएको र राईनी नानीले नै गर्नुभएको र फेरि त्यस्तो के भन्छ अरे त्यो राई ड्रेस होइन राई ड्रेस भनेको त चोली साडीहरू हुन्छ नि त होइन त्यो चाहिँ त्यतिकै यतिकै ड्रेसमा बनाउनु भएको बनाएर त्यो एउटा आफ्नो के भन्छ अरे आफ्नो स्टाइलको कि आफ्नो डिजाइन भनिन्छ त्यस्तो बनाउनु भएको अरे अनि त्यस्तो गरेर डोमिनेट गरेको होइन मैले त्यसो लाग्दैछ चाहिँ यो पनि मगर ड्रेसमा यस्तो रहेछ कति राम्रो रहेछ यो लगाएर चाहिँ डान्स हान्नु गरे हो। अनि के अरे यो पढाएको नानीको नाम नानी मिसु मगर हो उहाँ पनि मिसु भन्ने दिदी हो मेरो दिदी मिसु मिन्सु 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 नानीलाई एकदमै धन्यवाद भन्न चाहन्छु सुरुमा त अनि धेरै धेरै एकदम आशीर्वाद अनि मनले चाहेको आँटेको कुराहरू सबै पुगोस् भन्न चाहन्छु। यसरी यस्तो टाढा टाढाबाट मलाई यति माया गरेर पढाउनुहुन्छ नानीहरूले होइन बाबुले मलाई यसरी सम्झिनुहुन्छ यसै गरेर अब एउटा भनौँ न यसरी पठाउँदा चाहिँ मलाई एकदमै एउटा एकदम आफूलाई एकदम गर्व लाग्छ। गर्व किन लाग्छ भने एउटा मैले त देखेको छैन जानेको छैन तर फेरि एउटा कुरा मैले आश गरेर पठाउँछन् कि के गर्छन् भनेर फेरि नानीले यसरी अनायासै माया गरेर पठाउँदा एकदमै आफूलाई गर्व लाग्छ। अनि नानी बाबुलाई नि यति आशीर्वाद छ अब जसले आफूले एउटा राम्रो कर्म गर्दै गयो अब अरूको भलो चिताउँदै गयो राम्रो गऱ्यो भने पक्कै पनि आफूलाई काहीँ न काहीँ कतै न कतैबाट फेरि गडले नै आशीर्वाद दिइराखेको हुनुहुन्छ त्यो भनेको आफूलाई राम्रो भइराख्दै गएको हुन्छ र सधैँ भइराखोस् एकदमै उडी चुप्पा नानीलाई पनि मन लाएर मैले ब्लग बनाउँछु ल सरी ब्लग अब ल योसँग फेरि सुने भनेर फेरि मैले ल्याइदिएको कानमा लाउने ममको एउटा मैले पहिले ल्याइदिएको थिएँ अनि कसलाई दिनु भएको थियो गिफ्ट त्यसले गर्दा चाहिँ मैले फेरि ल्याइदिएको छु ममको लागि। के अरे सुनभन्दा कम छैन हराएमा डर छैन अलिक कमाउने भएपछि ल्याउला नै के छैन यही नै सुन हो अब मायाले दिन्छौ एउटा पवित्र मायाले दिन्छौ भने हामीलाई त्यही नै हो सुन दिएर पनि एउटा नमिठो गाली घेर्न दिन्छौ त्यस्तै गरी दिन्छौ भने त्यो सुन होइन नि त यसरी दियो भने यही सुन हो हाम्रो लागि काममा लाउने यो चाहिँ यसको लागि यो ड्रेसमा सुहाउँछ ममलाई चाहिँ मनपर्छ अनि सानो चिटिक्कै यो चाहिँ लिएर आएको यो चाहिँ मैले लिएको अनि म त्यो पनि लाएर देखाउँछु कता हो खै होइन लाउनु पर्दैन खै ल्याउनुहोस् त नलाउने भएर अहिले नै लाएर कहाँ जानु लाग्यो हो जानु त कहाँ जानु र जति उफ्रे पनि पोखरीको भ्यागुता पोखरीमै हो ल ए छोराले ल्याइदिएको फेरि है ल अब यो भइहाल्यो होइन नलाउनु होइन अहिले नै हतार किन यस्तो हतार अहिले नाच्दिनुहोस् न अझ आउँदैछ त मालबारी फेरि ड्याडलाई फेरि हतार भएर होइन पहिला ममका सुरु गरौँ हरूलाई पठाउनु भएको यो सस्मिता गुरुङ भन्ने सस्मिता गुरुङलाई पनि धेरै धेरै माया सम्झना छ
एकदम फरको रहेछ है। अहिले अब विन्टर सिजनमा त्यो समय पारेर पठाउनु भएकोमा अब धेरै धेरै एकदम माया आशीर्वाद आँटेको चिताएको सबै पुगोस् पुगोस्। अब यसै गरेर अब यस्तै राम्रो राम्रो सोच एउटा यस्तो खालको योहरू गर्नु पनि एउटा संस्कार। अब संस्कारमा गनिन्छ यो पनि। यसरी कसैलाई माया गर्नु, कसैलाई गिफ्ट दिनु, कसैलाई एउटा नसक्नेलाई अशक्तहरूलाई आफैले एउटा भनौँ न एउटा जे आवश्यकता छ त्यो दिन सक्नु पनि ठुलो कुरा हो। ठुलो ठुलो कुराले खुसी राख्नु भन्दा पनि जहाँनिर जो अब भोगे देखिन्छ, जो नाङ्गे देखिन्छ, त्यहीँनिर झापझुप गर्न पायो भने त्यो पनि हाम्रो लागि एकदमै एउटा हामीले राम्रो कर्म गरेको राम्रो हुन्छ। राम्रो गर्नेलाई एकदमै आशीर्वाद दिनुहोस्। यस्तै यस्तै सोच्ने मनहरू अझै पलाओस् होइन। अब त्यही हो नानीले पनि अनि यसरी गिफ्ट पायो भनेर यस्तो भन्दै कतिजनाले भन्नुहुन्छ नानी बाबुहरूले यसरी नानीहरूले यसरी माया गर्नुहुन्छ होइन। अब त्यस्तो भएर तर हामीले एउटा माग्दै गएको जबरसी होइन नि त, एउटा मायाले आफै एउटा आकर्षित भएर दिएको हो नि त। हामीले त्यतिकै माया पठाएको ल। अब बडेतिर यो चाहिँ बडेले पठाएको यो ममको लागि फारोलाई हुदी आम्मो ड्यानलाई हतार भइसक्यो है। त्यही गर्दै युज गर्यो अनसोल अनसोल। अनि ल मेरो बडे मेरो यो चाहिँ ड्याडको लागि। अनि त्यसको पालै पिलो बोल्ने है। अनि एउटा कुरा कलर पनि फेरि ठ्याक्कै अपोजिट भयो नि। खास भन्ने बाबालाई यही ग्रे कलर सुहाउने, ग्रे कलरले कस्तो सो गर मलाई रेड सुहाउने यो मेरो अब सुरुमा भन्नुपर्दा त मलाई पहिलोचोटि एउटा आमा हुन परिपक्व बनाएको मेरो छोरा, मेरो जेठो छोरा बडेले पनि जाडोमा मेरो मम्मीले लाएर यसो ठुमुक गरेर काम गरोस्, हिँडोस्, यताउता जाओस् भनेर मेरो छोराले पठाइदिएको। मैले पनि यसै गरी गर्थेँ सानोमा। अहिले पनि यसै गरेर सम्झिराखेको छु, माया गरिराखेको छु, कर्तव्य जिम्मेवारी माया सबै दिएको छु। एकदमै खुसी लाग्छ आजको दिनसम्म। तर भोलिको दिनमा पनि म यही कुराको स्पेसली मैले भन्नुपर्दा यो जुन जेठोले यो जुन बडेले यो पठाइदिएको छ होइन, यो अनसोल्ड होइन। अनि यो अनसोल्डको अनि मैले यो चाहिँ उसले जुन एडभर्टाइज गरेको त्यो पनि हेरेको थिएँ। उसले यो भित्रबाट यो वार्म फेदरहरू छ होइन। अनि यो मेबी यो विन्टरमा होइन एकदम तपाईँहरूलाई काम लाग्छ भनेको रहेछ। अनि भनेको थियो, मैले त्यो चाहिँ हेरेको मात्र थिएँ। तर आज हातमै समातेर हेर्दाखेरि या रियली होइन यो चाहिँ एकदमै थिकनेस छ यसमा, यो भित्रबाट यो फर पनि छ हो। सो द्याट अनि यो फेरि यो अनसोल्ड अलिकता डिफ्रेन्ट टाइपमा यो चाहिँ अलिकता ठुलो लेखेको छ होइन। सो होइन यो यदि तपाईँहरू विन्टरमा चाहिँ के किन्न चाहनुहुन्छ भने उसको मलाई चाहिँ थाहा छैन नम्बरहरू उसको। अनलाइनबाट तपाईँले किनेर पनि होइन तपाईँहरूले यो उसको के पेजहरू छ त्यो होइन त्यसबाट डिमान्ड गरेर लिन सक्नुहुन्छ। तर यो मैले आई थिङ्क होइन इट इज बेटर क्वालिटी एन्ड इज सुटेबल फर विन्टर। त्यो चाहिँ विन्टरको लागि एकदम राम्रो छ। ओके, फेरि म फेरि छोराको प्रचार गर्दै हिँड्ने भन्नु होला त्यो होइन। त्यो अब किनिसकेपछि अब लगाएपछि मात्र थाहा हुन्छ। बट दिस इज बेटर यो फेरि एकछिन होइन भाइ। तर फेरि एउटा कुरा बाउले यसको प्रचार गरिरहँदा राम्रो छ, यस्तो छ, विन्टरको लागि बेस्ट छ भनिरहँदा मैले पनि के भन्न चाहन्छु भने एकजना नानीले यस्तै यो अनसोल पेजबाट लिनुभएको तपाईँको ऊ चाहिँ अलिकति एउटा रफ भयो, यस्तो यस्तो भयो। म त यस्तो भन्नुभएको थियो मैले उस गरेर लगाउँदा। अनि त्यसलाई चाहिँ के भन्न चाहन्छु भने अनि त्यहाँनिर हामीले कुनै पनि कुरालाई इज्जत भनेको मान्छेलाई मात्र होइन गर्ने होइन, हरेक कुरालाई इज्जत गर्न जान्नुपर्छ। टाइमिङ मिलाउन जान्नुपर्छ हरेक कुरालाई। यसको पनि टाइम मिलाउनु पर्यो। तर चाहिँ यही कपडालाई लाएर यसलाई पनि एउटा सुत्ने उठ्ने अब कस्तो कपडा लगाइरहेको अब कस्तो अब यही कपडामा पनि अलिकति एउटा रफ त्यस्तै एउटा हुन्छ नि एउटा कोरिने खालको अलिकति जरीहरू भएको लाउँदा पनि अलिकति रफ नै बनाइदिन्छ। अनि सुत्ने उठ्ने बेला पनि याद गर्नुपर्छ। अनि यसलाई पनि इज्जत गर्न जान्नुपर्छ। धुने बेलामा विशेष याद गर्नुपर्छ।
मेसिनमा हाल्दा अर्कै हुँदो रहेछ। म कतिवटा म उसको भएँ कि लुगाहरू हाल्दाखेरि मेसिनमा गर्दाखेरि वासिङ मेसिनमा हाल्ने कुन चाहिँ अनि कसरी लाउने अनि फेरि कुन चाहिँ कपडा घाममा डेन्जर अब घाममा नसुकाउने अलिअलि हल्का पानी तरेपछि फेरि भित्र लिएर अब यसलाई पनि हामीले बचाउन जान्नुपर्छ, इज्जत गर्न जान्नुपर्छ। फेरि बचाउने पनि आफ्नै हातमा छ। हामीले एउटा बजारमा 2-3 सयको कपडा लिएर पनि त्यसलाई हामीले राम्रोसँग बचाएर लाउन सक्यो भने राम्रो हुन्छ। एकदम ब्रान्डको छ राम्रो छ भन्ने भए उसलाई एकदम ढुजा पार्ने हिसाबले गऱ्यो टिप्चेर मर्ने त भयो नि त। एकदिन त हामी नि मर्छु तर होला कति ठाउँमा क्वालिटी पनि होला तर हामीले यसलाई बचाएर यसलाई मात्र होइन यसलाई पनि कति राम्रो पठाउनु भएको छ नानीले, यसलाई पनि पठाउनु भएको छ, यसलाई पनि मैले लाउनु जान्नु पऱ्यो कि कहाँ लाउने कसरी लाउने। अब घरमा अब एउटा हुन्छ नि त सबै कुरा। त्यसरी हिजो केटाकेटीलाई पनि मैले त्यसरी कपडाहरू अब जस्तै घरमा बस्दा अब यताउता जाँदा अब भनौँ न अब खानपिन बोलाउँदा माइतीहरूले बोलाउँदा कहीँ जाँदा म लगाइदिन्थेँ कि छोराको लगाइदिस् भन्नुभन्दा पनि त्यति बेला अब झन् मेरो 2टा छोराहरू बढिसकेर पनि बल्ल भर्ती भएको नि त। फेरि पनि एउटा मिलाउन जान्यो भने परिपुराउन जान्यो भने अब धेरै भएर मात्र होइन नहुँदा पनि मिलाउन जाने हुने हुन्छ। अनि त्यो मिलाउन जानेन भने यति धेरै भएको पनि एउटा एकदम के माइनस नै भएर जान्छ। तर हरेक कुरालाई चाहिँ एउटा ल अब फेरि अब जेठाले पठायो यता पठायो भन्ने फेरि होला। फेरि अब कान्छाले पनि हल्का फुल्का त अब त्यस्तो त ल्याएको छैन तर अब ड्याडको लागि अब यो खै ड्याडले सर्ट भनेको हुनुहुन्थ्यो। ल ब्ल्याकमा अब हेर्नुहोस् यो चाहिँ कान्छाले ल्याइदिएको ठिक छ एकदम राम्रो छ। यो वेट पनि यसको हेर्दाखेरि आई थिङ्क इट्स एकदमै राम्रो। किन नराम्रो ल्याउँछ जस्तो लागेछ कान्छाले आयो कि फेरि ढल्किहाल्नु पर्ने म के भन्ने। यो देखेर चाहिँ मलाई एक के कुरा याद आउँछ भने हरेक कुराले भोगिसकेपछि याद आउँदो रहेछ कि हरेक कुराहरू। जस्तै आमाहरूले भनेको अब के अरे उखानहरू जस्तै तिमीलाई पहिला सानसानोमा मैले ल्याइदिएर आउँदाखेरि तिमीलाई टिकेर लाउनु पर्ने देखाउनु पर्ने लो कत्रो हुन्छ अब बजारबाट लिएर धुन नि दिन्थेनौ कि। त्यस्तो चाहिँ फेरि हाम्रो पालो हो नि त। अब कहिले माथि कहिले तल के भन अब कसको कति बेला पालो आउँछ भने यो अहिले फेरि राम्रो त्यो पालो आयो। यो चाहिँ अब फेरि कान्छाले अब ड्याडको लागि मात्र ल्याइदियो भन्नु होला। फेरि ल ममको लागि पनि यो चाहिँ मैले भाउजूको लागि चाहिँ अर्को कलरको ल्याइदिएको थिएँ अनि यो चाहिँ ममको लागि यो तलमाथिको सेट। यसले यसको बारेमा पनि मैले बुझेँ भाउजूले चाहिँ ग्रिन कलरको ल्याइदिनु पर्छ पहिला त्यही भएर तपाईँलाई भने यो मरुनमा यो तलमाथिको सेटै हो यो पनि विन्टरको लागि। ल 4टा सेट हेर्नुहोस् त हेर्नुहोस् है हेर्नुहोस् के को भन्नु मन लाग्यो। यसलाई चाहिँ धुँदाखेरि अलिकति सेफ्टीसँग धुनुपर्छ। अघि मैले भने नि त धुनु होइन यो ह्यान्ड वास गर्नुपर्छ। यस्तो कपडाहरू पनि त्यस्तै हो। यस्तो हो कि अघि नै मैले भनिसकेँ मान्छेलाई आओस् जसलाई आओस् माल हेरेर चाल पाउनु पर्यो कि त्यो अब फेरि अब हेरेर गरिदियो नि त सबै। ड्याडले अब अस्तिबाट हैरान गर्नुभएको थियो त्यो अर्को कुरा के रहेछ भने क्या इच्छा कलर अब यो मन पराउनु भएको थियो। ब्रिक्स कलर इङ्ग्लिस नेपाली एउटै हो ब्रिक्स कलर। त म कस्तो देख्यो ड्याडलाई ल्याङ्ग्वेज एकदम छ नि त। अफर भन्ने फेरि धेरै केही फरक हुँदैन भन्नुहोस् न। ह्यान्डसम मान्छेलाई बोरा लाए पनि त्यही त हो तपाईँले भन्नु त्यो हो सही हो। आउँछ कि भन्दै हेरेको भने क्या अब त्यो जुन अलिकति अब उसको लुक्सहरू राम्रो छैन भने त्यो मान्छेलाई राम्रो कपडा लगाएर राम्रो देख्दैन नि त बुढी। तर यदि सलमान खानलाई जस्तो लगाइदिए पनि ऊ राम्रो देखिन्छ नि त हो। ऐश्वर्या राईले जे गरे पनि ऐश्वर्या राईलाई राम्रै देखिन्छ। सो द्याट के people must have to good for inner parts his mind त्यो दिमागको कुराहरू म भनेको होइन क्या लुक्समा मात्रै भनेको क्या। ऐश्वर्या राई ऐश्वर्या राई सलमान खान भनेको एउटा के अरे ओरिजिनल आफ्नो एउटा ऊ भयो। तर हरेक सलमान खान हरेक ऐश्वर्या राईले चाहिँ मिलाएर लाउन जान्नुपर्छ चिटिक्क राम्रो देखिहाल्छ। लाउन चाहिँ जान्नुपर्छ। जस्तो कपडालाई पनि जस्तो कपडालाई सुकिलो सफा पारेर च्याट कपडा लगाए पनि राम्रो हुन्छ।
त्यसलाई के भन्छ भने ड्रेस अप सेन्स भन्छ के एकदमै लगाउन जानेको दिमाग हुनु पर्यो के फेरि लगाउने लगाउन माथि के फेरि- लाग्छ तल के लाग्छ तल सुज के लाग्छ त्यो चाहिँ सेन्स हुनेले टक्क मिलाएर सेटिङ गरेर लाउँछ द्याट विल सुटेबल के अनि त्यहाँ म्याचिङ पनि हुनु पर्यो नि फेरि मान्छेलाई मन पर्ने अनि राम्रो देखिने फेरि के भन्नु न अब यो जस्तै यो मैले लाएँ होइन यसोमा मैले टक्क सुज लाएँ यताउता यो लगाएँ होइन अब भनौँ न सनग्लास लाएँ अथवा एउटा अब त्यस्तै खालको लगाएँ फेरि म गएर एटिट्युड देखाउने फु त्यस्तो गर्ने सबलाई गर्ने त्यो पनि राम्रो देखिँदैन त्यो ड्रेसको मिनिङ हुन्न अब त्यो अब हामीले जुन लगाएको खाएको जुन एउटा स्वभाव हामीले अब देखाउँछौँ नि अब त्यही अनुसार पनि हुन्छ मान्छेलाई मेरो कुरा कति राम्रो ह्यान्डसम होइन अब भनौँ न त्यही अब सलमान खान जस्तै सलमान खान भनेर लिनुहुन्छ त्यस्तै हुनुहुन्छ फेरि पनि तपाईँसँग बानी बेहोरा छैन राम्रो हुनुहुन्न भने त फेरि राम्रो लाग्दैन नि त मट्टीमा जान्छ मान्छेको नि ड्रेस कोड भन्ने एउटा हुन्छ क्या हजुर ड्रेस कोड कुन ठाउँमा के लाउने कुन चाहिँ इभेन्ट्समा म जाँदैछु त्यतिखेर मैले कुन चाहिँ ड्रेस कोड जानुपर्ने के को लागि जाँदैछु त्यहाँनिर म के ड्रेस लगाएर जानुपर्ने त्यो चाहिँ एउटा सेन्समा नलेजमा हुनुपर्छ क्या के अरे कपाल गुण के अरे देश गुणको भेष अनि कपाल गुणको केस हुनुपर्छ त्यो फेरि ल भयो आज विनर दुईजना भयो स्टप भन्न दिउँ न मैले अस्ति के हाम्रो एकजना बिहा छोराको बिहाको पार्टीमा इन्भाइट थियो अनि त्यहाँ ड्रेस कोडहरू बताउँदै थियो अनि मलाई एकदम रिस उठ्यो क्या त्यतिखेर चाहिँ अब इन टाइममा विदिन 30 मिनट्स चाहिँ म ड्रेस रेडी गर्नुपर्ने अनि म चाहिँ कहाँबाट ल्याउनु म चाहिँ हाफ प्यान्ट लगाएर जान्छु भन्दै थिएँ क्या एउटा जोक्स गरिदिएको है त्यो चाहिँ जस्ट फर जोक्स क्या हाफ प्यान्ट लगाएर आउँछु ल भयो किन हाफ प्यान्ट लगाएर गयो भने चाहिँ मलाई बिहा पार्टीमा छिर्न दिन्न र दिन्छ नि इन्भाइटेसन छ मसँग तर म त्यस्तो जाने होला हो त तर रिस उठेर क्या ड्रेस कुराहरू नलिउँ अहिले जे भइरहेछ यहाँ यही माहौलमा जे चलिरहेछ त्यो गरौँ अनि मेरो कान्छी छोरीलाई पनि एकदम धेरै 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 माया आशीर्वाद होइन एकदम धेरै एउटा आँटे चिताएको होस् अनि यस्तै यस्तै सोचहरू राम्रो सकारात्मक सोचहरू इमान्दारी अब त्यस्तो के एउटा मेन कुरा त जहिले पनि आफै मको भनेर चिनेर अगाडि बढ्दै गएको छ राम्रो भइरहेको छ धन्यवाद योले पनि कति एउटा यो पनि एउटा अरू छ अझै बाँकी अब बाँकी त सक्यो अब त डोनाले मलाई यही मात्र पठाएको अनि ब्ल्याक भन्दैछ त कहाँ पठाउनु भएको छैन ब्ल्याक पनि छ अब यो फेरि अब ड्याडले फेरि यो चाहिँ अब त्यो एउटा यस्तो उस्तो भन्नुभएको थियो अनि फेरि ड्याडको चाहिँ अलिकति फोन अलिक बेसी चलाउने अहिले भएर अनि फेरि अहिले मैले पावर ब्याङ्क लिएर आएको छु पावर यो चाहिँ मलाई एकदम जरुरत थियो कि अहिले किनभने अहिले मेबी पिपल सबैलाई थाहा भइसकेछ मैले चाहिँ यो के गरेँ फेसबुकहरू अनि यो मेसेन्जरहरू धेरै चलाइरहेको छु अनि म एकदमै बिजी नै छु हो सो द्याट होइन म चाहिँ बाहिर हिँड्दाखेरि अस्ति पनि चार्जर ड्यामेज सकेपछि अनि मैले के गरौँ भयो अनि सो द्याट मैले उसलाई भनेको थिएँ सो द्याट धेरै बिजी हुनुहुन्छ फोनमा अहिले बोलाउन पनि बोल्नुहुन्न अनि एकदम के अरे भुट्ने साथीहरू पनि हुनुभएको छ है याद गर्नुहोस् तपाईँहरूले एकदम साथीहरू एकदम हुनुहुन्छ अनि अहिले एकदम हुनुहुन्छ तर एउटा मतलब छोराछोरी त छँदै हुनुहुन्छ तर एउटा आफ्नो एउटा उस पनि हुनुहुन्छ क्या साथीहरू पनि धेरै क्लोज भइसक्नु भएको छ यति मलाई फलो सपोर्ट साथ दिइराख्नु भएको छ मेरो सबै भिडियोहरूलाई होइन लाइक एकदम कमेन्टहरू गर्नुभएको छ अनि त्यसको लागि म उहाँहरूलाई पनि एकदमै लेटेस्ट बिगिन न्यू एरा भने जस्तै हो क्या अर्को नयाँ फेरि यसरी तपाईँले जुन दिनुभएको छ नि तपाईँले एउटा राम्रो राम्रो कुराहरू पसिनु भएको छ दिनुभएको छ तर कसैको आशा राखेर भन्दा पनि कसैको आशा राखेर एउटा कुरा कसैलाई एउटा त्यस्तो एउटा के भन्छ बेगर जस्तो भएर भन्दा पनि आफैले राम्रो कुरा दिएर म त्यस्तो होइन तर मसँग हेल्थी रिलेसन राख्नु होइन हेल्थी रिलेसन राख्नु कुनै त्यो के अरे त्यो फाल्टु के त्यो के कुराहरू क्वेसन गरेर दुईजनासँग यति क्लोज
हुनुभयो बा मैले देखेर छोरालाई भनेर बल्ल मैले उसो गर्दै थिएँ भाइ। फिल्टर गर्ने त मैले पनि अलिअलि जानेछु हेर्नुहुन्छ होला उहाँहरूले। तर जति पनि मेरो म्याक्सिमम फलोवर्सहरू हुनुहुन्छ मसँग फ्रेन्डहरू हुनुहुन्छ होइन उहाँहरू सबै चाहिँ त्यस्तो छैन 1-2 जना मात्रै हो एक दुईजना चाहिँ एकदम क्लोज हुनु भएको थियो। यति बजी उठ्छु यति बजी सुत्छु यहाँ जान्छु बजार जाँदा मैले उयो गरिदिइसकेँ उनीहरूलाई कट अफ गरिदिइसकेँ सो हिजोसम्म फ्युचरमा पनि मैले मलाई यसरी नै देखेर सपोर्ट गर्नु होला फेरि तपाईँहरूसँग म टचमै रहनेछु ल अब फेरि अब कसैको कामबाट कसैलाई फ्लड चाहिँ नगरौँ ल त्यही हो दुःख लाग्छ ओके म भन्छु नि भन्न सक्दैन यो ड्याडको लागि ल्याइदिएको थिएँ अब फेरि ड्याडको लागि ल्याइदियो भने फेरि ममको लागि पनि चाहिने होला कि जस्तो लागेर फेरि ममको लागि पनि पर्फेक्ट यो चाहिँ अब ममको लागि चाहिँ ह्यान्डलवाला ल्याइदिएको सर हिँड्न मिल्ने हो च्याट्टा ममको लागि पनि दुईजनालाई चाहिँ फेरि 20,000 mAh को पावर ब्याङ्क मम यसको चार्जरहरू कहाँ हुन्छ सबै त्यहीमै हुन्छ त्यसमै हुन्छ यसको ममको पनि यहाँ छ ए ल ओके ल यो अब यहाँ राखौ यो पनि यहाँ राखौ अब चाहिँ अब बाँकी रह्यो घरको लागि पनि ल्याउनु पर्यो अब फ्रेन्चको लागि त छुट्टै छ त्यो अलिक नदेखाऊ है ल यो चाहिँ घरमा सजाउनको लागि हो यो चाहिँ ज्याक डेनियलको यो ड्याडलाई त छुन नदिने हो खास त फेरि भुट चढ्न सक्छ छोएर के हुन्न मान्छे त चढ्छ बेला मान्छे यदि खान्न भन्यो भने नि पुरा भट्टीमै लगेर राखे पनि उ नखाइकन फर्किन्छ क्या यो त मैले ल ठिक छ यो मेबी फ्रम सिक्किम यो सिक्किम होइन सजाउनलाई ल्याएको छु घरमा अब यो चाहिँ अब सिक्किमबाट हो अब ल यिनीहरू चाहिँ सजाउनको लागि ल्याएको छु सोकेसमा राखिदिनु त हो यस नरस ल म राखिदिनु नि त अनि सोकेसमा ल आमाले राम्रो हुँदैन मैले किन राख्नु ल हेरौँ न कता मिलाउनु पर्छ ठाउँ ल अब सब सामानहरू यताउता भइसक्यो अब यो भ्लग पनि अलिक लामो नै भयो किनभने भोक पनि लागिसक्यो भोक खाना खानुपर्छ जस्तो छ होइन अब जाँदा जाँदै अब के भन्नुहुन्छ त अब यत्रो सामानहरू अब आयो जस यत्रो भयो थोरै भयो काम त गऱ्यो न त के काम हो यो मेन यो पनि त मेनै हो नि के काम रेडी के भयो त्यहाँ यो गर्नुपर्ने छ नि त के ट्रान्सफर के ट्रान्सफर गर्नु पर्यो के भनेको म बुझिनँ म त म त झन् केही बुझ्दैन बाबु ल खै त के भनेको आफूलाई बुझ्न सकिरहेको छैन आफ्नै जिन्दगी बुझ्न सकिरहेको छैन छोराकोबाट अलिकता यसो छोराकोबाट त अलिक गाह्रै छ जस्तो छ ए मलाई के हो त्यस्तो बुझेकै छैन मम्मीले पढ्दैन भन्नुभयो के अरे अब होइन फेरि पनि इफ यु क्यान देन ओके इफ यु कान्ट देन इट्स ओके क्यान पनि yeah you can just do हैन इट्स नट अ फोर्स कोही जबरजस्ती छैन त्यो त अब भइहाल्छ नि अब बिचमा पनि अब सक्नु त अब गरिरहन्छ अहिले पनि अब ममलाई त खै चाहिन्न भन्नुभएको छ के अरे अब होइन के हो त्यो चाहिन्छ भनेर अब डर लाग्ने चिजहरू ड्याडको बुझ्नु न अब के हो यो के ममलाई पनि ममलाई भएपछि अब के अरे माग्नुपर्छ र छोरालाई माग्नुपर्ने आमालाई माग्नुपर्ने हो त्यो त ममलाई बुझेर अब मेरो मम्मीले के गरेछ अब मम्मीलाई दिए पनि अब के अरे युटिलाइज गर्छ कि गर्दैन त्यो थाहा होला कि मैले कहाँ माग्ने चिजहरू त्यो छोरालाई माग्ने आमालाई अब आमालाई तपाईँले संस्कार सिकाउनु राम्रो सिकाउनु अनि छोरालाई तिमीले पैसा दिऊ मैले यस्तो गर्छु त्यो भन्ने न यो भनेको हामी सबैले आफैले मनबाट भन्दा पनि एकले अर्कोलाई एउटा कुरा तिमीले मात्र राम्रो गर्ने होइन यो ठाउँमा अब डोना थापाले मात्र राम्रो गर्ने एलन थापाले मात्र होइन मैले मेरै ठाउँमा राम्रो गर्नुपर्छ बाबाले बाबाकै ठाउँ गर्दा तिमीले तिम्रो ठाउँ सबैले आफ्नो तरिकाले राम्रो गर्यो भने बल्ल एउटा गुड फ्यामिली एउटा नाइस फ्यामिली होइन एउटा त्यस्तो एउटा बल्ल राम्रो फ्यामिली हुन सक्ने हो कि अब मैले सब तिमीले गर्नुलाई छोराहरूले गर्ला अब जन्म दिएर अब सब मेरो छोरामाथि जिम्मेवारी छोडेर त भएन नि त अनि तिमीलाई त मैले कुछ पाउनको लागि अब केही पाउनको लागि केही गुमाउनु पर्यो
भयो मैले तिमीलाई दुःख सङ्घर्ष कति गर्नु पर्यो नि त अनि त्यसपछि अब तिमीहरूबाट पनि तिमीहरूले चाहिँ त्यही अनुसारकै तिमीहरूले नि सोच्नु पर्यो नि त किनकि अब मैले शिक्षा दीक्षा अब ज्ञान जेसुकै दिएँ नदिने कमी कमजोरी जेसुकै भयो फेरि पनि अब पनि अब आमाले सिकाएन ज्ञान दिएन यताउता होइन जहाँ जहाँ जान्छौ जता जे गर्छौ हामीलाई थाहा हुँदैन यो बुझ्ने सबै घरमा के बाहिर हुँदा पनि घरमा के गर्नुपर्छ आमालाई बाबालाई अब त्यो सबै आफै तिमीहरूले बुझ्दै एउटा भनौँ त्यसरी एउटा अगाडि बढ्ने हो क्या अब त्यो भनेको हामीले ल्याउ यसो हल्का ट्रान्सफर ट्रान्सफर अब त्यो अब फोन लिएर आउनुपर्ने हुन्छ अब पैसा कमा त्यस्तै हो अब जस माया कमाइएछ मान्छेहरूको फेसबुकमा एउटा बहिनीले एउटा हालेको थियो मैले तिमीलाई सेयर पनि गर्दै थिएँ उसले भन्दै थियो क्या असल छोरा कुनै के चाहिँ पैसा कमाएर धन कमाएर यो गरेर चाहिँ हुँदैन क्या जबसम्म उसले कमाएर यो गरेर मात्र होइन जबसम्म आफ्नो बाउ आमालाई याद गर्दैन सेवा गर्दैन तबसम्म ऊ एउटा असल छोरा भनेर गनिन्न भनेर एउटा हालेको थियो कि मैले सेयर पनि गर्दै थिएँ तिमीहरूलाई ट्याग पनि गरेको थिएँ मेबी हेरेको होला बुझ्यो होला एउटा कुरा है त मान्छेले जस्तै पैसा सबैभन्दा ठुलो कुरो अथवा माया सबैभन्दा ठुलो कुरो होइन जति बेला जसलाई जेको निड छ त्यो ठुलो कुरा जस्तै हिजोको दिनमा हामीलाई पैसाको निड थियो अब भनौँ अझै पनि अब पैसाको निड थियो दुःख सुख एउटा घाँस बास कपासको थियो त्यो बनाए अब फेरि हामीलाई अब फेरि एउटा कुरा अब मायाको निड छ तिमीहरूको बच्चाहरूको त्यति बेला फेरि तिमीहरूको लागि एउटा हामीले एउटा के निड थियो त्यो गरिदिए दुःख सुख होइन हाम्रो लागि ठिक छ अब वहाँनिर काठमाडौँ सहरमा पोखरा सहरमा अब त्यस्तो सिटीमा गर्न नसक्ने जहाँ छौँ हामी जसरी बसेछु त्यो ठाउँमा हामीले एउटा गरिदिएको छु नि त त्यसै फेरि अब कति बेला माया एकदम ठुलो हुन्छ कति बेला एउटा पैसा ठुलो हुन्छ साँच्चै नै पैसा भन्ने कुरा पनि एकदम एउटा शक्तिशाली हो पैसा नभएको के हुँदैन त्यो पनि भोगेको हो तर पनि एउटा जसलाई जसको निड छ त्यो नै ठुलो हो जस्तो लाग्छ कि फेरि आज यसरी बोल्ने भन्ने भएको होइन हिजो सबैले दुःख सङ्घर्ष गर्दै यसो गर्दै आएर बल्ल बोल्ने हो फेरि एउटा हिजो कति अब हिजोको दिनमा आज हुने भएर बोल्यो भन्दा हिजो हुँदै नभएको मान्छेले कसरी बोल्ने त अब केही एउटा इक्जाम्पल उदाहरण देखाएर केही गरेर देखाएर त बल्ल बोल्ने हो यसरी नै यस्तो हुन सकिने रहेछ यस्तो रहेछ भनेर एउटा आत्मबल सपोर्टको लागि हो नि त यो भनेको त्यो हो क्या ल म फोन लिएर आउँछु हजुर चाहिँ एउटा ड्रेस चाहिँ लगाएर रेडी हुनु नि त ल कुन चाहिँ लगाऊँ तिमी नै भनिदेऊ न त जुन लगाउँदा पनि हुन्छ ल हेर्नुहोस् गाइस कुन चाहिँ लगाऊँ भन्नुहोस् ल मैले सोधिराखेको यो जुन प्रश्न एकदम पछि हुन्छ लुङ्गी र यो लाउनु नि त ल नानीहरूको लाउँछ एकछिनमा भेटौँला अब मम पनि अब रेडी भएर आउनु भएको छ यो के हो यो मम्मीलाई के भन्छ यसलाई छिटको सारी उनीको सेटरले कस्तो देख्यो मगर्नी कान्छीलाई भन्देऊ नानी बाबु किनकि म मगरको छोरी हो नि कान्छी छोरी हो वाउ कस्तो मिठो आयो यो के भन्छ यसलाई चाहिँ स्वेटर भन्छ यो चाहिँ छिटको लुङ्गी हो छिटको लुङ्गीमा अझै यसरी मेन्टेन भएर आएछ अझै यसरी के एउटा डेकोरेसन के भन्छ यसलाई यस्तो भएर आएछ कस्तो राम्रो डिजाइन पठाइदिनु भएको नानीले कति राम्रो होइन राम्रोलाई राम्रो भन्नु पर्यो अनि आहा भनेर खुसी हुनु पर्यो त्यही देख्दाखेरि मान्छेले फेरि ठ्याक्कै एउटा अपोजिट किसिमले भन्नुहुन्छ त्यो चाहिँ नभन्नु होला किनकि यस्तो नि त अब हामीबाट पनि केही फाइदा लिनु होला अब राम्रो नराम्रो एउटा जस्तै एउटा फिल्म हेरिसकेपछि पनि अब त्यहाँनिरबाट राम्रो नराम्रो भन्दा पनि अब यो कति राम्रो फिल्ममा स्टोरी कथा र सबैको फरक फरक हुन्छ फेरि पनि राम्रो लिने नराम्रो लिने जस्तै हामी बोल्दा पनि कति धेरै बोल्यो कति थोरै बोल्यो भन्दा पनि हामी जस्तै म डरसुदा भएर यस्तै अब छोराको भएको कोठाभित्र बिहान बोल्यो भने दुईवटा काम कुरा राम्रो कुरा सिलेक्ट गरेर आफ्नो जिन्दगीमा आफ्नो जीवनमा एकदम सर्टिफाई गर्नुभयो भने तपाईँलाई एकदमै भलो हुन्छ एकदम आशीर्वाद छ नानीहरू सबैजनालाई सबै हाम्रो शुभचिन्तकहरूलाई मन मुटुदेखि सबैले एउटा बोलीले मायाले कमेन्टले सबैले माया गर्नुभएको छ उहाँहरूलाई पनि एकदम मन मुटुदेखि नै हामीले यहाँनिरबाट एउटा भनौँ न अब तपाईँहरूलाई एक एकलाई सबैको रिप्लाई दिन नसके पनि सबैलाई सम्झिन नसके पनि तपाईँलाई यस्तो बोलेर मनले
चाहिँ हामीले सबैले सधैँ सम्झिरहन्छु, माया गरिरहन्छु, याद गर्छु। तपाईँहरूले सधैँ माया गरिरहनु होला र हामी पनि तपाईँलाई सधैँ याद गर्नेछु सबैजनालाई। सबैजनालाई ल अब सबैजनालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनभने अब कतिजनाले पठाउनु भएको थियो अनि कतिजनाले माया गर्नुहुन्छ, अब कतिजनाले हेरेर पनि माया गर्नुहुन्छ, कतिले एउटा टाइपिङ गरेर माया गर्नुहुन्छ, कतिले सम्झेर माया गर्नुहुन्छ, कतिले आफ्नो जिन्दगीमा केही सुधारहरू लिनुहुन्छ, कतिले एउटा नराम्रो कुराबाट पनि सिक्नु होला भन्न चाहन्छु। हामी किनकि मान्छे हो, कमी कमजोरी हुन्छ, कस्तो कस्तो प्रोफेसनलहरूलाई त कस्तो हुन्छ, हामी भनेको त झन् म भनेको त झन् बाबाहरू पनि ठुलो मान्छे सबै हो यताउता, म त झन् एउटा घर गृहिणी अन्ली एउटा के अरे हाउसवाइफ हो, केही पनि आउँदैन। त्यही पनि म जस्तै आमाहरू पनि कति हुनुहुन्छ, उहाँहरूको लागि पनि केही कुराहरू प्रोत्साहन बनेर आउने कोसिस गर्नेछु। कति जस सबै कुराहरू दिएर भन्दा पनि अब मनबाट सम्झेर अलिकति हाम्रो लागि प्रे गरिदिनु नै ठुलो कुरो हाम्रो लागि। माया त यत्तिकै गर्दै गर्नुहुन्छ, हामीले पनि हजुरहरूको लागि एकदमै प्रे गर्नेछौँ अनि राम्रो भिडियोहरू पनि ल्याउने गर्दै हजुरहरूको खुसीलाई पनि अगाडि बढाउनेछौँ। हजुरहरूले के चाहनुहुन्छ मबाट, के चाहनुहुन्छ मबाट, त्यो चाहिँ हामीले हजुरहरूको लागि दिन चाहिँ तयार छौँ जहिले पनि, ड्याडबाट पनि होइन। राम्रो कुरा जस्तै बाबाबाट, मबाट जस्तै अब कोही तपाईँहरूबाट मैले अथवा कसैले एउटा राम्रो एकदम भनौँ न जिन्दगीमा काम लाग्ने मिठो एउटा शब्द लिन पायो भने नि त्यो एउटा एकदमै उपहार हो कि, एउटा लुगा मात्र उपहार होइन, केही सुना ओना केही दिएर मात्र होइन, त्यो राम्रो कुरा हामीले कसैबाट एउटा राम्रो ज्ञान शिक्षाहरू लिन पायो भने नि त्यो जिन्दगीमा एकदमै ठुलो उपहार सम्झिन्छु म पनि, र तपाईँहरूले पनि त्यो सम्झिनु होला भन्न चाहन्छु। अब भ्लग सक्यो होइन त, नसकेर रातभरि बोलौँ ल अब के लाग्ने त त्यो काम त गर्नु ल अब अब अघि जस्तो मैले पहिला पनि भनिसकेँ होइन, पहिलाको कुरा पहिला थियो, अब अहिलेको फेरि फ्रेसमा अब के हो कसो हो हो त्यो त अब मैले पनि होइन त्यो जिस्केको मात्र हो। अनि यसो अब ड्याड ममको लागि धेरै नसके पनि ठिक्क ठिक्कको, अब ममको लागि चाहिँ क्यासै होला ममलाई चाहिने त, किनभने एउटा कुरा मेन कस्तो हुन्छ नि, हामी डिपेन्डेबल चाहिँ कसैकोमा नि होइन, हामी आफ्नै छ कमाइ, ड्याड ममको आफ्नै छ, त्यही पनि जस्ट छोराले चाहिँ अलिकति। तर एउटा कस्तो भने एउटा होप चाहिँ हरेक बाउ आमाको जति नै सफिसियन्ट भए पनि एउटा वाट दे हेभ डन, मेरो छोरा बच्चाहरूले होइन दे आर होइन अन द वे छैन भने, जुन त्यो बाटोमा छैन, उनीहरू अर्निङ सोर्सेस छैन भने त्यो होपै गर्दैन क्या होइन। अनि तर इफ दे आर अन द वे फर अर्निङ होइन, उनीहरू अर्निङको बाटोमा छ भने उनीहरूले दिएको कसको लागि हो र, हामीलाई दिएको हामीले स्पेन्ड गर्ने होइन, हामीले उनीहरूको लागि नै केही यताउति कहीँ केही गरेर हामीले छोडिदिएको हुन्छौँ नि त एट द इन्ड क्या, लास्टमा उनीहरूको लागि हो क्या त्यो। हामीले चाहिँ एउटा गाइड मात्रै एउटा लाइक के स्टोर गरिदिएको मात्र हो फर द्याट, त्यो चाहिँ नट फर अस, फर देम, उनीहरूको लागि हो। सो द्याट अब यो चाहिँ अहिले हामीले फेरि अलिकता स्ट्रिक्ट गरेर यस्तो गरेन भने दे विल बी फ्री, अनि एट द इन्ड दे विल ह्याभ नथिङ, एम्प्टी हुन्छ क्या, उनीहरू खाली हुन्छ। सो अहिले बाबुआमाको कर्तव्य भनेको यही हो, इफ दे आर अर्निङ हामीले उसकोबाट लिँदै गर्नुपर्छ। अनि फर हाम्रो जिम्मेवारी फेरि के हुन्छ, उनको फ्युचरको लागि, भविष्यलाई, पछिको लागि उनीहरूलाई हामीले स्टोर गरेर त्यसलाई राखिदिएको हुनुपर्छ। हामी त सफिसियन्ट छौँ नि, हामी त्यतिकै चुप्लाएर बस्यो नो निड भन्दै बस्यो भने त उनीहरू त फ्रिडम झन् फ्रिक आउट स्पेन्ड गर्ने उयो गर्ने, उनीहरूले केही पनि नो वी हेभ टु बी स्ट्रिक्टली उनीहरूलाई सजेसन दिनुपर्छ, यो गाइड गर्नुपर्छ। सो हामीले उनकोबाट लिने अनि हामीले स्टोर गर्ने फर देयर बेटर फ्युचर। त्यो भन्दा पनि स्टोर गरेर राख्ने भन्नुभयो, स्टोर भन्दा पनि एउटा कुरा जस्तो हामीसँग छ
भन्दा पनि तिमीलाई हामीसँग छ। यो चाहिँ मलाई के लाग्छ भने हिजोको दिनमा त तिमीहरूसँग अब भर्खर जन्मेको बच्चाहरू केही गर्ने उस थिएन। हामी पनि हिजो गरिब हुँदाखेरि त्यो हाम्रो गल्ती थिएन। गरिब भएर मर्नु दिमाग थिएन, दिमाग नभएर मर्नु चाहिँ हाम्रो गल्ती थियो। तर चाहिँ एउटा कुरा हामीसँग छ, हामीलाई दिनु त पर्दैन। जस्तो अब तिमीहरूले फेरि अब मम्मीहरूसँग छ, मम्मीलाई दिनु पर्दैन यो होइन होइन। अनि हामीसँग भए पनि अब हामीसँग नभए पनि हामीसँग भए पनि तिमीहरूले दिने कर्तव्य जिम्मेवारी कस्तो हो के हो बुझ्नुपर्छ। अनि तिमीलाई अनि तिमीहरूलाई पनि मैले हाम्रो छोराहरूसँग छ, छोराहरूसँग कमाइछ यस्तो गर्ने होइन। कति बेला स्टोर गर्ने, कति बेला के गर्ने कसो गर्ने त्यो एउटा टाइमिङ मिलाएर हरेक कुरा चाहिँ गर्न सक्नुपर्छ। कि न कि यस्तो होइन कि हामीसँग छ होइन के अरे हामीलाई चाहिँदैन, अर्थात् हाम्रो मम्मीहरूसँग छ मम्मीलाई चाहिँदैन, अर्थात् छोराहरूले कमाइरहेछ छोराहरूलाई गर्नु पर्दैन त्यो होइन। सबै हामीले बुझेर एउटा समग्रमा अगाडि जानुपर्छ। अनि बल्ल एउटा राम्रो ल भयो। अब अगाडि बढौँ। ल पहिला ड्याडको ल्याउनुहोस् हो क्युआर। ड्याडको अब क्युआरबाट सुरु गरौँ, त्यहाँबाट ममकोमा बढौँ। अब ड्याडको भन्दाखेरि ममकोमा डबल त जानै पर्छ, नभए त अब ममले नै ह्यान्डल गर्ने यहाँ चाहिँ फेरि सबै कुरा नभए गाह्रो पर्छ। अब ड्याडकोमा त अब यो ह्यान्डल गर्ने कुरामा नि कस्तो हुन्छ भने जसले एउटा सेफ्टी राख्न सक्छ, जसले सुरक्षित राख्न सक्छ, जसले ह्यान्डल गर्न सक्छ त्यो कुरा भोलि तिमीले सक्यो भने सबैभन्दा सानो छोरा तिमीले पनि गर्न सक्नु, तिमीले गर्न सक्यो भने तिमीलाई नै छोडिदिनुपर्छ क्या त्यो जिम्मेवारी। त्यो हो अब यसले होइन के चाहिँ भन्नुभयो यो ए ल सो गरिदिउँ। सो गर्नै पर्दैन, मलाई सो गर्ने। ल यो चाहिँ अब ड्याडको लागि कति मैले 2000 हालिदिन्छु। 2000 त सुर्ती पनि पुग्दैन मलाई नै होइन होइन एउटा जोक छ है, यो पनि कुरा हो। यस्तो यस्तो चिज पनि हामीले भ्लगमा देखाउने भन्ने जस्तो हुन्छ। तर चाहिँ एउटा भ्लग बनाइरहँदाखेरि अब जस्तै डोनाले पनि अब डेली भ्लग बनाउँदै गर्दाखेरि अब कति बेला कुन चाहिँ माहौल आउँछ कुन चाहिँ गरिन्छ थाहै हुँदैन। अब सबै थोक अब यस्तै गर्ने भएको ल ड्याडको लागि 2000 गइसक्यो है। ड्याडको लागि चाहिँ 2000 गइसक्यो। यहाँबाट 2000 मा अझै एउटा जिरो थपेर गयो। ल ड्याडको लागि गयो त कति गएको रहेछ यहाँ 20,000। ल यो ड्याडको लागि भयो। र ममको लागि चाहिँ फेरि डबल भएर तर क्यासमा जान्छ ममलाई चाहिँ, किनभने ममले कहिले पनि अनलाइनमा लिनुहुन्न। किनभने ममले चाहिँ घरको कामहरू यताउता जोड्ने काम गर्नुहुन्छ ममले चाहिँ, पछि छोराहरूको लागि होस् भनेर। अनि ड्याडको पनि त्यस्तै हुन्छ। ड्याडको अलिक त्यो भन्दा पनि मैले घरहरू सबै अब भनौँ न बिहारहरू गर्ने सबै हो ह्यान्डल गर्ने मैले। तर पनि मैले फेरि यो के अरे मोबाइलमा त्यो चाहिँ एसियाहरू यता चलाउँदैन, म एकदम क्यास पैसा नै उस गर्छु भनौँ न। छ तर मैले युज गर्दैन, अब छैन अब चलाउँदिनँ भनौँ न। ल अब ढिला नगरौँ, यो सबै कुराहरू भइसक्यो। अब खाना खान पनि लाग्नुपर्छ। जाँदा जाँदै एउटा गाउने हो कि 3 जना मिलेर मेन सिङ्गर 3 जना मिलेर गाउनुपर्छ यो होइन। एउटा छोटो मिठो ल के गाउँ होला ममा? ल एकछिन सोध्छु अनि गाउँछु है त। ल सुरु गरौँ ल 1 2 3 गो। मुगुला नहेर जाँदैछु सानो रेलै चढेर, यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर। फेरि मुगुला नहेर जाँदैछु सानो रेलै चढेर, यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर। रुँदैछौ के बाटो मेरो हेरी, बाँचे भने आउनेछु
लान हेर जाँदैछु सानो रेलै चढेर यो मान जल्छ हेर न सानो तिमीलाई सम्झेर अरे दाजु तिमीले गीत गाउन मेरो पनि केटा मान्छे जस्तो स्वर बनाएर गाउँछु होइन यो जस्ट अब रमाइलो अब फ्यामिली टाइम स्पेन्ड गर्दै रमाइलो गर्दै हामी चाहिँ अनि तपाईँहरूलाई पनि यो व्यक्त गर्दै कस्तो मजाले सबै कुरा देखाउँ भनेर मात्रै अब भ्लग अब आजको यस्तै थियो र अब कस्तो थियो अब हजुरहरूले यति त अब कमेन्टमा भनिहाल्नुहुन्छ होइन अझै अब भ्लग अब भिडियोहरू अब मम ड्याडसँग चाहनुहुन्छ भने मम ड्याडहरूसँग जोइन हुन चाहनुहुन्छ भने चाहिँ ड्याडको फेसबुक आइडी र ममको फेसबुक आइडीलाई फलो गर्नुहोस् अनि पछि सबै कुरा देख्नुहुन्छ हजुरहरूले भिडियो टिकटक आइडी छ जबरजस्ती गर्नुहोस् भनेर गर्नु हुँदैन तर के अब मन छ भने चाहिँ अब मन लाग्यो भने आफै गर्नुहुन्छ हो अब जाँदै सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन व्यस्त रहनुहोस् अनि चिसो छ अलिकति अब चिसोमा पानी फेरि कम खानुहुन्छ तर तातो पानी तताएर भए पनि जसरी पनि पानी चाहिँ पिउनुहोस् होइन त मामा बरु यस्तो फेरि पानी साथसाथमा यो हामीलाई जाडो मौसममा फेरि खाना एकदमै जरुरी हुन्छ क्या हाम्रो जति ऊर्जा निकाल्ने चाहिँ हाम्रो खानाले हो खाना पनि टाइम टेबलमा तातो फ्रेस खाना होइन त्यो खाएको हुनुपर्छ खाना चाहिँ जस्तो गर्मी महिना बरु कस्तो हुन्छ भने हामीलाई अरू एकदम बडी हिट भइरहेको हुन्छ हामीले ऊर्जा पाइरहेको हुन्छ तर हामीले जाडोमा त्यस्तो जुन इनर्जी ऊर्जा चाहिँ हामीले पाएको हुन्न त्यो चाहिँ हामीले पाउने भनेको नै खानाबाट हो हामीले धेरै हाम्रो वेस्ट भइरहेको हुन्छ चिसोमा होइन चिसोले हामीलाई खाइदिइरहेको हुन्छ सो द्याट होइन खाना चाहिँ जस्तो गर्मीमा हामीले नै अब अलिकति खाना मन लागेन बेलुका नखाउँ भन्ने हुन्छ होइन या त दिनमा नखाउँ भन्ने तर त्यस्तो चाहिँ गर्नुहुन्न हामीले ब्रेक चाहिँ गर्नुहुन्न हामीले जाडोमा चाहिँ झन् हामीलाई जुन चाहिनेहरू फुडहरू जस्तो छ जे एभाइलेबल छ त्यो चाहिँ हामीले खाएकै हुनु भोको सुतेको हुन चाहिन्न ल है ल अब चाहिँ हामी लाग्छौँ छुट्टिन्छौँ सबैजनाबाट अहिलेको भ्लगको लागि छुट्दैछौँ बाबाई नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै अहिले लिएर आउनेछौँ तपाईँहरूसँगै बाबाई नमस्कार च्याता